हेलो गाइस, वेलकम ब्याक टु माई ब्लग है। धेरै पछि आइयो ब्लग, बिएपछि पनि अब बल्ल घुमघाम गर्न लागेको। लास्टै गुनासो आइयो। यता हुनुहुन्छ के महारानीजी। सो अगाडि भाइ र भान्जी चाहिँ गइसक्यो। अब चाहिँ हामी तपाईहरुलाई उतै गएर देखाउनेछौँ। सो स्टे ट्युन। हामी चाहिँ अहिले फाइनली यता हामी के अरे यो ठाउँ डुलेबानी समथिङ के अरे त्यो भन्ने ठाउँमा आइपुगिसक्यौँ। ड्राइभ पिकनिक आएको के हो यो ठाउँ नै अलिकति हरियाली नपाएर हिँडेको डुलेछ बल्ल बल्ल अब चाहिँ थकाइ मार्ने अवस्था छ। अलि लास्टै गऱ्यौँ भने हामी फालिदिन्छु पहिला। ए अनि भान्जी र भाइजी त्यहाँ यसो पसलतिर पानी किन गइरहेछ। त्यो फाइनली हरियाली ठाउँमा आइपुग्यो, एडभेन्चरस ठाउँमा। अब अहिले के गर्नु भयो भने त हामी फाल्न जान्छु के बाबा हामी चाहिँ आज कोक सोक लिएर आएको छौँ। आज खानेकुरा भरिपूर्ण छ हामीसँग। 10 करोडको माल यहाँ चाहिँ यो स्पेसली फ्रम थाइल्यान्ड हो क्या। अझ तपाईको त 50 करोडको माल 10 करोडमा झरेछ मेरो 50 करोड। अब चाहिँ हामी लाग्नेवाला छौँ। कहाँ लाग्नेवाला छौँ भने अब सिधै डेस्टिनेसन भित्र अड्के क्या। हेलमेट जाब त त्यहाँ कसले अड्काउँछ। लिएर ए डासो ए फाइनली गाइज म अड्डिन सफल भएछु। अब चाहिँ म उता ए ढकालिसक्यो मलाई यहाँ दुश्मनले। यहाँ चाहिँ वाह ए खतरा रहेछ त बा। डर ढलेर राखेर चाहिँ तर यता चाहिँ लुटपाट हान्न चाहिँ नआएको रहेछ। त्यति बुझेँ मैले। अलि उता खाएको ठाउँ गाइस यसरी जानुपर्ने हुन्छ हामी। उता यहाँ त चिल रहेछ नि त। देखे झैँ लागेको थिए। उता छेउतिर जाने अब। सबै बियरको बोतल बाहेक केही छैन। यो मान्छे जङ्गलमै हराला जस्तो। नाइस प्लेस घुम्नको लागि राम्रो छ। अझै घाम डुबेको चाहिँ अलि राम्रो देखिन्छ यो ठाउँ। ए जल्दी आओ तुमको बाघ खाया जाएगा। कत्रो कोइली के हो खतरा थियो त। ठुलो चरा वन कुखुराहरू छ के त। डिगवा फाइनल डेस्टिनेसनमा आइसक्यौँ। अब यहाँ चाहिँ के छ भन्दाखेरि है यो 10 करोडको कोक फुट्यो। यहाँ चाहिँ उ छ ट्याक्क म स्वर्गमा आइपुगेछ। ए यहाँ चाहिँ मेरो रहेछ यहाँ फ्रुट्स। यहाँ चाहिँ छ एउटा खत्रै रिसाउने एउटा मिस भान्जी मिस गहिरो जोन। साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो। त्यहाँ चाहिँ एउटा छ एक्लै बसिरहेको छ देखिए होइन त। ए बाफरे छि के को छि हो र अति भएन यो। अब चाहिँ अति गर्मी त्यहाँ के गर है। बाघ आयो क्या। बाघ खसेर गरे त गाई चाहिँ त बाख्रा हो। बाघ चाहिँ जुन काटेर खाइदियो। अब चाहिँ हामी खाने अब अवस्थामा छौँ।
भुँडी लायो र गाइज यार बुढीले यसै भुँडी लायो गाह्रो छ बात त सही है सिक्स प्याक त डबल प्याक गाइस आज हामी गाइस म पिकनिक गएको अब चाहिँ म के छ के यस्तो यो 60 करोडको इटालीको एप्पल खानेवाला छु पे छुट विवाह साली जस्तै हो या 68 करोडको कोरेको विवाह साली त्यो दिनु न जान यहाँ 50 करोडको माल हुन्छ नि 50 करोडको नाम हाल्नै पर्यो हाल्नै पर्यो के बोल्दा बहिनी हजुर दाइ हजुर आफैले भन्नु भयो नि तर्रो भएछ घाममा चाहिँ गएर सो गाइस अब चाहिँ हामी झ्याङकुसी खेल्न जान लागेको झ्याङकुसी है हो कि होइन इङ्ग्लिसमा के भन्छ सिसा भन्छ कि के भन्छ सिसा भन्छ कि के भन्छ है सिसा कि के आई डोन्ट नो एनिथिङ खै थाहा छैन तर खेल्न चाहिँ हामी जानै पर्छ ओइ भाचिन चाहिँ क्या हो ओइ न जान छिटो गाह्रो छ झ्याङकुसी खेल्न जान लाग्यो यो बोटमा घारी नै घारी रहेछ त्यो ओए रहेछ ओए बे छे सबै स्पाइडरम्यानले यहाँ मलाई छिस गरे गाइस वेट ओ खेल्न त खेल्दो रहेछ अरू पनि चढ त एकचोटि हजुर त्यही भएर त अघि मैले सामान लिएर आउनु कि सबैजनाले प्याक गरेर ल ओ त्यहाँ ऊ माछा मार्नु रहेछ ओए यहाँ माथि चढाउनु पर्छ कि सबैलाई ओए भाचिन्छ क्या हो उता पनि रहेछ काली हेर्नु ऊ त्यहाँ हेर्न सुकेको ठाउँमा झन् उता हेर्न त्यहाँ सुकेको छ कि झन् सुकेको छ त्यो पनि यहाँबाट जान्छ ओए ठोकिन्छ क्या गाइस सो गाइस अब चाहिँ हामी अघि पनि खेलिसकेको थियौँ त्यही पनि यहाँबाट चाहिँ मिठो घाम देखिरहेको छ दुईजना चाहिँ यहाँ आइरहेको छ केही सामान त छुट्याएन नि हेलो ल हल्लाइन्छु म गाइस म हल्लाउनेको कन्ट्र्याक्ट ल्याउँछु म बस ल हल्लेन त यार ल यो भिडियो बनाउनु त हामी हल्लाउँछौँ म यसलाई छिटो यहीँ राख्यो नि हेलो भनेको के भयो त नि गयो भने ल छिटो इला आउँछ बुझ्छौँ क्या भैँसी छिटो ल मैसी भनेको दिन भनेको कुनै के भने अझै छाइ लाखु चढे लाखु त्यो भाती नखाइ ओए सबै हरियोलाई चाहिँ मेरो प्यान्टमा त यार लाइहाल्छ मेरो नि राखेँ त्यो उता राख्थ्यो त भान्जी त्यो पुरै उस गरिसक्यो सेतै दागेर हल्लाउनै सकेको छैन यार मोटै भयो पहिला के भाजी रहेका दुईजना 50 मान्छे त दुईजना उयो तल मिलिसक्यो बरु अनि आउला यताको समिति उठेर भान्जी आउनु लाग्यो माथि आउँदिनु माथि त यस्तो के खेल्ने त भान्जिल खेल्ने भयो के माथि पर्छ ए सानो त्यो नहल्ला न भान्जिल लाग्छ
भान्जी टाउमा परेको ल गाइस खेलेछन् उनीहरू मिल्दैन के म चाहिँ क्यामेराम्यान मेरोबाट हल्ले मजाले तँलाई मजा बरु मजा थियो ऊ त सुकेको मान्छे जाउँ न त्यहाँ मजा हुन्छ कि यता हेर्नु न हेर्नु न यो मबर यही समाज अनि खाएको न खेलेको बाँदर नि म झर्छु के मलाई बाजुमा माथि घोच्यो त्यहाँ माथि त झर्दैन कि झर्ले कि पछाडिबाट हल्लाउन आइदिएन हल्लाउनु सक्यो भने मोटी मान्छेहरू बसेर नारगासँग भोगेर नि नाला गयो भने यहीँलाई गयो टाउकोमा घुम्दा क्या हो 1 2 3 go आउनु दिनु भयो आउनु न कस्तो उताबाट जानु उता एउटैमा लोड परेको उताबाट तपाईं दुईजना यताबाट गर्नु न त्यहाँबाट त तपाईले उसी मिलेन के यहाँबाट गर्नु नि तलबाट आउनु न उ त्यो सुकेको नमाल्नु न किन हो के मजा हुन्छ खेल्न होला मलाई भएन भएन होला न मजाले आउनु पर्दैन गाता भन्दियो मलाई भएन भएन होला न मजाले आउनु पर्दैन गाता भन्दियो यसरी हाल्नु यसरी हाल्नु ओए अब चाहिँ म हलाउनेवाला छु पहिला ल दुईजना पालो पालो है अलि अलि अढी ल त्यो पाइर अलि सेतो पाइन्ट जान्छ कि अलि अलि अढी ल त्यो पाइर अलि सेतो पाइन्ट जान्छ कि के बोल्यो झरम 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 भान्जी ठिक थियो कि यहाँ मोटो मान्छेहरूलाई ठिक छैन कि हामी जस्तो मोटोहरूलाई मान्छेलाई खै झरमकै त प्यान्ट ढोस्दै हुन्छ भान्जीले खेल्न दिउँ न एकचोटि छोड्नु न होइन होइन बिस्तारै हलाउँछ कि म अर्को ठाउँमा खेल्ने पालो पालो खेल्ने प्यान्ट ढोस्दै हुन्छ के अरे त्यसरी त कस्तो मिल्दै मिल्दैन थाहा अलि 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 जाऊ समात्यो खुट्टा जरा जरा लचिरी जरा अरे अल्बसे तो सो
कस्तो गाह्रो हो क्या अब सिरिङमा मजा आयो कालेको बाल छिराइ छैन के हलको मान्छेले त्यस्तो भयो त्यहाँ डल्लो मान्छेलाई सिट हलको मान्छेले त्यस्तो भयो त्यहाँ डल्लो मान्छेलाई सिरिङ भयो त्यो अघि सो गाइस अब चाहिँ हामी निस्किनुवाला छौँ खोलातिर एकछिन गएर यस्तो फ्रेस हुनेवाला छौँ गाइस अनि धेरै रमाइलो गऱ्यो झ्याङगुजी खेलेर म चाहिँ अहिले बाटो भएर अलिक डरपोक त होइन गाइस फेरि म क्लेभर बिङ क्लेभर यिनीहरूलाई खेलायो हल्दा र ऊ त्यता क्या हाम्रो साधन जङ्गल हिँडेर यार पक त पछाडि हिँड गाइस अहिले चाहिँ हामी फाइनली बिचमा आइसक्यौँ हाम्रो नेचुरल बिचमा यहाँ छ है गोरिनी कुरिनी यहाँबाट चाहिँ सिधै कहाँबाट नाइजेरियनबाट ल्याएको यसलाई चाहिँ सिधै थाइल्यान्डबाट म चाहिँ नेपालको हो म चाहिँ टुरिस्ट के अरे म गाइड हो यिनीहरूलाई चाहिँ म गाइड गर्नेवाला छु अब चाहिँ हामी सिधै हाम्रो त्यो डेस्टिनेसनमा बिचमा लानेछौँ अब यिनीहरू झम्किझम फालिदिने गाइस आमाहरूले हेर्नु मान्छे पापै लाग्छ हमको बहुत पाप लागेगा कस्तो भालै भालो रहेछ कि दुईजना मात्रै आएको भए त दौरा खेलेर जानुहुन्थ्यो टोइलेट त्यहाँ छ माथि त्यहाँ जमाइ चाहिँ तरमा छे बालै बालो लाग्यो त ओ छि सब बालै बालो लाग्यो त अब त्यो घाममा उभिँदा दामी आउँछ कि फोटो दामी ए गाह्रो छ मायाको डोरीले बाँधन मोरीले तलै हेरे तँलाई मन पऱ्यो जस्तो हाइटी अब विदेशी माल भनेर होला नि अब विदेशी माल भनेर म त विवाहित मान्छे हेर्नु न पाप लागि गरे तोबा पौडी खेल्न जाने हो गाइस सनसेट सो गाइस आज हाम्रो दिन राम्रै भयो अब साँझ पनि पर्न लागिसक्यो अब चाहिँ हामी बिस्तारै घरतर्फ लाग्नुपर्ने हुन्छ आज एकदम कहाँ ए जङ्गलमा मेरो घर पनि देख्यो होइन ल यता फ्याउरीहरूले चाहिँ मेरो जङ्गलमा घर देख्यो भन्दा चाहिँ यहाँ चाहिँ फ्याउरी छ एउटा फ्याउरी एकदम च्यासी फ्याउरी आजकल बोसो लाग्यो बुङ्गुर जस्तो भए गाइस अनि यहाँ चाहिँ एउटा छ निङ्ला बास यहाँ चाहिँ के भन्ने यो ठुटे च्याउ आउँछ तर्छ त्यो तर यस्तो मिठो देखेको तर यो ठाउँ यस्तो भ्यू सो गाइस त्यति नै हो त्यस्तो केही स्पेसल केही थिएन आज चाहिँ हामी चाहिँ एउटा स्याटरडे भएर गुड स्याटरडे मनाउनलाई चाहिँ हामी यता माथितिर आएको थियो कलेजतिर माथितिर
सो रमाइलो भयो एकदम सो नेक्स्ट ब्लगमा भेटौँला गाइज बाई बाई